हेलो गाइस, गुड मर्निङ, नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि मेरो डेली ब्लगमा स्वागत छ। सो गाइस है, अहिले भने चाहिँ अब आजको दिनको सुरुवात हुन गइरहेको छ है। म चाहिँ उठेर किचनमा खाना सब्जी बनाउँदैछु, नानीहरूलाई लन्च है। अनि यहाँनिर चाहिँ आज चाहिँ मैले के बनाएँ भने है, यहाँनिर देख्न सक्नुहुन्छ, यहाँनिर चाहिँ यो चाहिँ आलु भुट्दैछु, बस्तीको आलु है। यो चाहिँ नानीहरूको लन्चको लागि, नानीहरूलाई चाहिँ आलु नै मनपर्छ नि त। अन्त यहाँनिर पाकेको छ पहेँली दाल है, यहाँनिर ब्ल्याक टी पनि छ। अनि यहाँ चाहिँ हाम्रो लागि चाहिँ बनाएको छु निगुरो र छुर्पी। यो निगुरो चाहिँ हिजो मैले नाम्चीमा किनेको है, अन्त छुर्पी चाहिँ अस्ति फ्रिजमा राखिरहेको थिएँ, त्यही बनाएको छु हो आजको बिहानको यो हाम्रो। सो गाइस है, अहिले भने चाहिँ म रेडी हुँदैछु, अब नानीहरूलाई खाना पस्किदिनु आँटेको। आज चाहिँ म पनि बिहानै रेडी भएर अब गुम्पा जानु छ आज। सो गाइस, अहिले भने चाहिँ हामी हिँडेको अब गुम्पा हो, र हाम्रो साथीहरू छ, हाम्रो एसएचजीको हामी 4 जना र अब चाहिँ घरदेखि निस्केको। हामी चाहिँ अहिले भने तादुङ आइपुगिसकेको छ, र आज चाहिँ बाटोमा हल्का जाम पनि रहेछ हो। गाइस, हामी भने चाहिँ अहिले यहाँ गुम्पा आइपुग्नु आँटिसकेको छ हो। हामी चाहिँ यहाँनिर हेलो गरिदेऊ साथी हो। हामी चाहिँ यहाँ जाँदैछ, यहाँ तल रहेछ गुम्पा चाहिँ। हामी कस्तो डरलाग्दो भयो माथि गएछौँ नि त, त्यसै कारण अहिले चाहिँ हिँड्दै जाँदैछौँ ओह्रालो। यहाँ हाम्रो प्रेसिडेन्ट म्याडम हुनुहुन्छ हो। हामी चाहिँ आज यहाँनिर आएको छौँ एकदम आशीर्वाद लिनु हो। हामीले रिम्फूजीकोबाट आशीर्वाद लिइसकेको छौँ, एकदमै खुसी लाग्यो मलाई चाहिँ हो। गाइस, तपाईहरु पनि आउनु सक्नुहुन्छ, यहाँनिर एकदम ठुलो 30 तारिकसम्म लाग्दैछ पूजा गुम्पामा हो, तादुङ चेनमा। सो गाइस, अहिले भने चाहिँ हाम्रो यहाँनिर काम स्टार्ट भइसकेको छ हो। हाम्रो नान्डोकको यहाँनिर चेलीबेटी एसएचजीको सबैजनालाई लाइट पनि गयो हो। अनि यहाँनिर हामी चाहिँ 3टा एसएचजी छौँ, लोवर नान्डोकको सबैजना भेला भएको छु। अनि म पनि छु यहाँनिर। हेलो। अन्त यहाँनिर हुनुहुन्छ हाम्रो प्रेसिडेन्ट म्याडम हो, हेर्नु सक्नुहुन्छ। आज चाहिँ गुम्पामा सेवा गर्नु पाइरहेछ हामीले हो। तपाईहरुलाई कस्तो खुसी लाग्यो आज गुम्पामा सेवा गर्नु पाउँदा? एकदम खुसी लागेको छ। अब भन्ने चाहिँ यहाँनिर एकदम हो लन्च टाइम भइसकेको छ, र हाम्रो साथीभाइहरू सबैजना यहाँ रेडी बसिरहेछ एकदम हो, हेर्नु सक्नुहुन्छ है। र यहाँनिर चाहिँ हाम्रो अप्पर नान्डोक साथीहरू पनि छ है, हेर्नु सक्नुहुन्छ। यहाँ रोजलिनलाई हो, तिमी के बोल्छ, नक्कल पार्नु चाहिँ अब सक्दैन नि कसैले पनि हो। र गाइस, अहिले भने चाहिँ यहाँनिर भएको छ लन्च टाइम है, र म चाहिँ पानी एक चरण बारिसकेर पनि यहाँनिर भिडियो गर्नु पनि भ्याइरहेको छु है। भ्लगिङ त गर्नुपर्छ हो, हल्का क्लिपहरू। सो गाइस, अहिले भने चाहिँ है हामी यहाँनिर बसिरहेछ रिल्याक्स गरेर सबैजना चिया खाँदै हो। कसै चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ रिल्स बनाउँदैछ हो। अन्त यहाँनिर हो सबैजना अहिले चाहिँ रेस्ट गरिरहेछ। अब बस्नु पर्ने हेऱ्यो नि त एकछिन, अन्त म पनि यहाँ छु। अहिले चाहिँ भएको छ यहाँनिर टी टाइम हो, र हाम्रो यहाँनिर साथीहरूले बाँड्दैछ चिया, देख्न सक्नुहुन्छ है। फाइनली गाइस, अहिले भने चाहिँ हाम्रो आजको ड्युटी सकेर हामी यहाँनिर हो फर्किँदैछ तादुङ चेन गुम्पाबाट है। आज एकदम मजा आयो हो। अनि यहाँ सबैजना अप्पर नान्डोक, हामी लोवर नान्डोकको एसएचजीहरू भेला भएर हो आज एकदम रमाइलो गऱ्यो। खै केटीहरू बजार पनि घुमेर जाने भन्दैछ, अब के कसो हुन्छ। यहाँनिर हाम्रो साथीभाइहरू जाँदैछ। कस्तो भयो दिन, कस्तो बित्यो आजको? गाइस, अहिले भने चाहिँ हामी यहाँ एन्ट्री मार्गमा आइपुगिसकेको छ हो। साथीहरू सबै आइपुगिसकेको छैन, यहाँनिर 1-2 जनाहरू मात्रै छ हो। अब एन्ट्री मार्गमा माथीले हामीलाई के किनिदिन्छ होला है? सुनचाँदी रहेछ। सुनचाँदी किनिदिनु हुने? देख्न सक्नुहुन्छ गाइस, हाम्रो
प्रेसिडेन्ट म्याडमले किनिदिनु भएको हामीलाई हो आइसक्रिम एकदम कस्तो लाग्यो मिठो मिठो छ थ्याङ्क यू भन्नु हाम्रो प्रेसिडेन्ट म्याडमलाई थ्याङ्क यू के साह्रो बिजोको हाम्रो हेर्न सक्नुहुन्छ यहाँ चेपमा बसेर साह्रै बिजोको सो फाइनली गाइस अहिले भने चाहिँ आइपुगेको छु घर हो र थाक्यो साथसाथै मजा पनि आयो हो र अब चाहिँ नानीहरू पनि लिएर आएको छु अब लुगासुगा फेरेर एकछिन रेस्ट गरेर खाना बनाउनु पर्छ बाई बाई नमस्ते थ्याङ्क यू फर वाचिङ